Look here, look here. Look here. Bye. माछा पायो थाल थाल निकाल माछा आयो माछा छैन भनेको हैन ओ माछा न माछा माछा फिश आम झोल खाने त हुने रहेछ यो त मेरो फेभरेट माछा हो खै प्लास्टिक अघिको यो कुन चाहिँ माछा हो फकटी है भरडी यत्रो हुन्छ यो भन्दा ठुलो हुन्छ बाम पनि परेछ बाम 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 राजा अन्त काका कस्तो लाग्दैछ खाना पिना ठिकै भएछ खाना पिना एकदम ओके छ एकदम बाउ खाललाई एकदम छोराले बोलाएर खाना पिनामा एकदम पिकनिकको एकदम राम्रो छ आजको पिकनिकको एकदम ठिकै छ खुसी लागेको छ चेरेदुम भन्नु चेरेदुम थ्याङ्क यू भनेको त्यो चाहिँ ल्याउन आउँ यहाँ बोतलहरू पुरा छ त भरेर दियो पानीहरू अन्त रोहिणी कस्तो लाग्दैछ खानाहरू मिठो लाग्दैछ खाना पिना सबै ठिकै छ एकदम ओके छ स्वादिष्ट खानाहरू छ खानाहरू स्वादिष्ट छ एकदम मासु छँदैछ सब्जी छँदैछ दाल छँदैछ सबै राम्रै छ अचार सचार सब छ अचारहरू पनि छ मासु कान्छी बुहारीले बनाइदिएको मिठै लाग्यो अब यहाँ हाम्रो छोरा आइरहेछ छोरा अहिले मभन्दा अल्गो भएको छ एकदमै लम्बु भएको छ मेरो छोरी छोरा यहाँ पनि मेरो छोरै छ यहाँ मेरो बहिनी मेरो छोरी उता सुतिरहेको छ यता छोरा उठिरहेछ यहाँ ऊ पर हाम्रो अर्को छोरा पनि मजाले घुमिरहेछ लु यता हेर्नुहोस् सबैजनाले एकताल यता आएर सबैजनाले रोहिणी देबु यता आएर दामी आयो दामी के भन्दैछ कान्छो दाजुले चक्कु कुन चाहिँ झोलाउँछ यसमा यसमा त चम्ची मात्रै छ त है यसमा ए अच्छा यहाँ हाम्रो माइली भाउजूले भातहरू पस्किने कामहरू गरिरहनु भएछ ओ यहाँ क्याप्सुल काटिरहेछ कान्छा दाजुले कान्छी भाउजूले एकदम नानीहरूलाई खाना हेर्दैछ के कसो पुगेन यता अहिले भर्खरै चुल्हा चाहिँ हाम्रो अहिले सकिसकेको रियाज राजा अब एकदम आज यहाँ हाम्रो मुखिया फ्यामिलीको पिकनिक भइरहेछ सबै लैती खोलामा यो हाम्रो लैती खोला हो जिन्जर अरे फिङ्गर हाल्दै अरे भाइलाई फिङ्गर के खेलेको भाइ तैँले यता हेर्दा के खेलेको
पहिला बोला त रियाजलाई पनि बोला एक्लै किन खेलेको सङ्गीता राम्रो लाग्दैछ राम्रो छ खानाहरू मिठो लाग्यो के टिप्नु पर्यो के साग अरे यो खोइ यता देखाउनु त मठरेको साग हो यो मठरेको साग हो मठरेको साग एकदम दामी हुन्छ कहाँ छ तेरो माछा उया हो दिपसनले ए ला पकडी अन्त किन यसरी छोडेको भुइँतिर ला पकडी बिर्को टाइट नलगाउनु ल मोर्छ है नलगा बिर्को आस्ते खुल्लै छोड्दे ले गोजीमा हाल्छ बिर्को ए टाइट लाउनु हुँदैन मोर्छ हावा नपोसेर खोइ देख त माछाहरू यहाँ हाम्रो भाइको माछा रहेछ कता छ कतिवटा छ यहाँ माछा तीनटा माछा छ अरे भाइको दुईटा त मरिसक्या हो एउटा मात्रै जिउँदो रहेछ अलिक पानी भर त भाइ कम्ती भयो पानी मरेछ तेरो माछा यहाँ मैले माछा राखेको छु कि यसको पानी फेरौँ त मर्छ होला यो फेरि बिस्किट हालिदिएको थियो मैले मेरो बिस्किट ए जिउँदै रहेछ